ल कोच कम्प्लिट भएन जग्गा मिलाएर बस मिलाएर ए बाबु कहाँ जान्छु ए बाबु ए छिटो लु सन छोरा र आज चाहिँ म मेरो परिवारसँग कति पेसेन्जरमा खेप्नु भनेर कहिले घरको होइन परिवारहरूसँग पनि टाइम स्पेन्ड गर्नुपर्छ नि है। त्यही भएर अब यो खोलाको चाहिँ हामी एकदम राइटपट्टि होइन लेफ्टपट्टि मोड्नु बित्तिकै सिधै जानुपर्छ। सिधै जानु बित्तिकै यहाँ चाहिँ कहाँनिर पुग्छौ भन्दा चाहिँ म हजुरहरूलाई बताउने छु। सिधा चाहिँ मुजुने टी गार्डन पुग्छु है। त्यसपछि चाहिँ यो खोलाको बाटै अब भनौँ न है त्यसै जानुपर्ने भयो। बाटो अलिकति खराब छ, बलुवाहरू भाँसिन्छ घरि भाँसिरहेछ। मलाई थाहा छ नि कुदाउनेलाई र यसरी नै म सबैजनालाई चढाइसकेर म पनि एकदम आनन्द लिँदै चाहिँ खोला बाटो जाँदैछु। तर खोला बाटो चाहिँ मलाई चक्का घरि भाँसेको जस्तो लाग्दैछ। ड्रेन हुन्छ मोटर बिग्रिन्छ नि टेन्सन दिन्छ है मलाई चाहिँ। के गर्नु हेर्दै गर्नुहोस् है कस्तो छ नजरा। साँच्चै नै हामीले अर्कोचोटि केरलाबाट आउँदाखेरि चाहिँ 20-25 हजार ट्राइपोड बोकेर आउनु क्यामेरा सेमेरा अब त्यो त भन्नै पर्दैन नि भन्ने अब त के मोबाइल चेन्ज भएर आउने पाहुना आयो भने अर्को रुममा बस्छ होला नि ए माल खाएर बस्ने ठाउँ बनाइदिएर छु चिसोमा यिनीहरू चाहिँ उतै लेटिङकै ट्याङ्कीहरू होला फाइनली हामी खोलामा आइसकेका छौँ र खोला आउने कार्यक्रममा चाहिँ उहाँ भाउजू र छोरीले चाहिँ यसरी निगुरीहरू टिपिरहेछ हो भन्दा चाहिँ यहाँ चाहिँ डबल काम भयो 2 in 1 जन्य भाइ केटा पनि आइसक्यो हौ यस भाइ केटा को केटाहरूसँग आएको भाइ
दिल्लीले पनि कुद्छ त गएर जिस्किन खेल्न खै जार्किन के भेटे अरे नानी मान्छेले सुन्नुपर्छ तिमीले के हो कोइला कालो ढुङ्गा भेटिस खोला एकदमै विशाल ठुलो खोला छ यो दुईटा नानीहरू यस्तो खोलामा खेलिरहेको छ यिनीहरू जलरानी हो क्या बाबु कुकुर मुरे खानु आएको बस 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 गिफ्ट What's up? What's up? जोस यहाँनिर टिकको रुख रोपिएको रहेछ हो यो खोलाको छेउमा कति मजाको है टिकको रुख भोलिपछि त एउटै रुख 40-10वटाको पर लाग्छ मैसा पनि आउँदैन मलाई त छिटो पा होइन नि बस्तीको खोलाको
भइसक्यो नै गरिसक्यो जाम जाम मलाई हेरेको सधौँ दामी सिन आयो गाइसहरू फोटो बाबुला ल्याऊ ओ बाबु ल्याऊ आपा ल्याऊ ल्याऊ छोरी पानी लो यो रा यो पानी के यो पोछो आइजा सबैजना हामी फर्किँदैछु हो म चाहिँ चर्किँदैछु हिँडेर आधी गर्छ नि जानु नाम्लाङलाई फेरि होइन खादिन्छ
अप्ठ्यारो भयो त हौ है बहिनी ज्यामतला जाने बाटो यो हो ज्यामतला मेरो यो दुईटा क्रसिङ बाटो छ त फेरि सोध्नु पर्छ है तल सोध्नु न दाजु दाजु ओ भाइ ज्यामतला जाने बाटो यही हो यस्तो खालको बाटै नहुनु थियो कन्फ्युज हुन्छ